तपाईको माई नम्बर कार्ड एप्लाई गर्नको लागि चाहिँ यो पेपर आएको हुनुपर्छ है त। पेपरमा क्युआर कोड हुन्छ, तपाईको नाम सहित आएको हुन्छ। क्युआर कोड स्क्यान गरेपछि चाहिँ यो तल देखाएको क्युआर कोड स्क्यान गर्नुपर्छ र त्यसपछि चाहिँ तपाईको मोबाइलमा ब्राउजर ओपन हुन्छ है त। यो ब्राउजर ओपन हुन टाइम लाग्न सक्छ, एकैछिन। ओपन भइसकेपछि तपाईको यो इन्टरफेस देखाउँछ। स्टेप 1 देखि स्टेप 7 सम्म र तल दुईवटा टिक लगाएर नेक्स्ट गरिसकेपछि स्टेप 2 ओपन हुन्छ। त्यहाँ तपाईको पेपरमा देखाएको नम्बर सहित हुन्छ हैन। अनि यहाँ चाहिँ तपाईको फुल नेम टाइप गर्नुहोस्। फुल नेम टाइप गरिसकेपछि तपाईको तल हुन्छ मेल, तपाईले चलाइरहेको मेल, तपाईको मोबाइलमा भएको जीमेल आइडी टाइप गर्न सक्नुहुन्छ। त्यहाँ टाइप गर्नुपर्ने हुन्छ मेल टाइप गरिसकेपछि तल पनि कन्फर्मको लागि चाहिँ रि टाइप गर्नुपर्ने हुन्छ मेललाई। मेल टाइप गरिसकेपछि तल तपाईलाई दिएको हुन्छ त्यहाँ कोड, जस्ताको तस्तै कोडलाई तल टाइप गरेर जस्ताको तस्तै टाइप गर्नुपर्ने हुन्छ र टाइप गरिसकेपछि नेक्स्ट गर्नुपर्ने हुन्छ। नेक्स्ट गरिसकेपछि तपाईको स्टेप 2 ओपन हुन्छ। स्टेप 2 मा चाहिँ तपाईलाई खाकुनेन गर्नुपर्ने हुन्छ तपाईको मेल अनि माई नम्बरको कोड र जीमेल ठिक छ कि छैन चेक गरिसकेपछि नेक्स्ट गर्नुस् र स्टेप 3 ओपन हुन्छ। स्टेप 3 त्यसपछि तपाईलाई चाहिँ मेल आउँछ है त। मेल आउन टाइम लाग्न सक्छ। आइसक्यो हाम्रो चाहिँ मेल आइसकेपछि मेल ओपन गर्नुस् र मेलमा त्यहाँ तपाई लिंक दिएको हुन्छ। त्यसमा ओपन गरिसकेपछि स्टेप 4 ओपन हुन्छ है त। स्टेप 4 ओपन गरिसकेपछि हामी सुरुको माई नम्बर कार्ड हो भन्ने लेख्या हुन्छ त्यहाँ। त्यसमा क्लिक गरिसकेपछि हामी स्टेप 4 मा जान्छौँ र त्यसपछि चाहिँ हामी तपाईको डेट अफ बर्थ टाइप गर्नुपर्ने हुन्छ त्यहाँ। डेट अफ बर्थ चाहिँ यसरी टाइप गर्नुपर्छ। तपाईको जाइडो कारमा चेक गर्नुहोस् र कन्फर्म गरेर मात्र टाइप गर्नुहोस्। डेट अफ बर्थ टाइप गरिसकेपछि एउटा टिक लगाउनु पर्ने हुन्छ तल। टिक लगाएर नेक्स्ट गर्नुहोस् र नेक्स्ट गरिसकेपछि स्टेप 5 ओपन हुन्छ। स्टेप 5 ओपन भइसकेपछि तपाईलाई फोटो अपलोड गर्नुपर्ने हुन्छ। अपलोड लेखिया छ तल। अपलोड मा क्लिक गरिसकेपछि तपाईलाई फोटो क्लिक गर्नुपर्ने हुन्छ। पुरानो फोटो क्लिक अपलोड गर्दा पनि हुन्छ तर अलि नमिल्न सक्छ, त्यसैले भर्खरै क्लिक गरेर राख्नुपर्ने हुन्छ। फोटो चाहिँ फोटो ठिक छ कि छैन दुवै कान देखिने गरेर टक्क मिलाएर खिच्नु होला र अपलोड भइसकेपछि नेक्स्ट गर्नुस् र नेक्स्ट गरिसकेपछि हामी फेरि पनि स्टेप 5 खाकुनेन गर्नुपर्ने हुन्छ। फोटोहरू ठिक छ कि छैन, फोटो आइसक्या हुन्छ तपाईको र अब चाहिँ हामी यो 3वटा बक्स हुन्छ त्यहाँ टिक लगाएर 3वटा बक्समा सर्ती टिक लगाएर नेक्स्ट गरिसकेपछि हाम्रो चाहिँ सबै कुरा मेल नेम अनि फोटो ठिक छ कि छैन, डेट अफ बर्थ ठिक छ कि छैन सब खाकुनेन गर्नुपर्ने हुन्छ। खाकुनेन गरिसकेपछि नेक्स्ट गर्नुहोस् र नेक्स्ट गरिसकेपछि हामी स्टेप 7 मा जान्छौँ र केही छिनमा तपाईलाई एउटा मेल आउँछ है त। मेल आइसकेपछि चाहिँ तपाईको माई नम्बर कार्ड एप्लाई सक्सेस भयो भनेर मेल आउँछ। यति गरिसकेपछि तपाईको माई नम्बर कार्ड एप्लाई सक्सेस भइसकेको छ। अब 1 हप्ता भित्रमा तपाईलाई एउटा कार्ड आउनेछ तपाईको रुममा। त्यसपछि स्याक्सोमा जान सक्नुहुन्छ है त।